सर्वप्रथम मेरा दाजुभाइ दिदीबहिनी आमा बुवा सम्पूर्णमा म स्याङ्जापासी बुद्धिला मिसानेको तर्फबाट सबैलाई नमस्कार। हाम्रो अबको परिस्थिति भनेको विषम परिस्थिति छ। यो विषम परिस्थितिमा तपाईहरूले के गर्नु पर्यो भने नुन ल्याएर सोच गरेर राख्नुहोस्। नाकाबन्दी इन्डियाले गर्छ। किन गर्छ भने सिक्किम लगायत 7 वटा राज्यलाई टुक्राउँदैछ अमेरिकाले। त्यसको चाहिँ अहिले त्यहाँ चाहिँ तपाईको राष्ट्रपति शासन लगाएको छ। त्यसले गर्दाखेरि हाम्रो पूर्वी भूभागमा पनि समस्या देखा परिरहेको छ। त्यसले गर्दाखेरि हामी सजग रहनुपर्छ। नुनको सोच गर्नु होला सबै नेपाली दाजुभाइहरूले। अर्को कुरा के छ भने गगन थापा अथवा बालेन शाहलाई प्राथमिकता दिएको छ इन्डियाले। यो प्रचण्ड इन्डिया किन गयो, बाबुराम थापा के अरे बाबुराम भट्टराई किन इन्डिया गयो भने तपाईँ हामीले सोच्छौँ। जन्माकै माओवादी इन्डियाबाट उनीहरू 7 जना जुन माओवादी नेपालमा जन्माउनु 7 जना अहिले रसियामा छन्। उनीहरूले गर्दाखेरि यो सबै डिजाइन इन्डियाको रको र सिआइए भनेको अमेरिकाको हो। यो फेरि अन्यथा नलाओस्। र सिआइएको कार्यक्रमले गर्दाखेरि हाम्रो चाहिँ देशलाई ठुलो असर पुगेको छ। त्यसले गर्दाखेरि अब हामीहरूले के गर्न पर्यो भन्दाखेरि गाना भन्छौँ क्या, गीत होइन। अब हामीले त कोदाली खानियो, काँडे भ्याकुर खानियो। अब केरा गाना खान पर्ने अवस्था आइसक्यो। अब हाम्रो देशमा चाहिँ अब प्रधानमन्त्रीहरूले तोपिया छन् बालेनलाई र गगनलाई। अब अहिले चाहिँ गगनको नाम अगाडि सारेका छन्। बालेन झापा 5बाट पनि उठ्ने भनेका छन्। यिनीहरू सबै फेरि के हुन् भने अमेरिकाका पकडका मान्छे हुन्। अहिलेसम्म इन्डियाले अमेरिकाको चलाइरहेको छ। अब कति बेला चाइनाको र रसियाको चाहिँ विस्फोट हुन्छ त्यति बेला मोदीको पनि 2026मा मोदीको कुर्सी रहन्न है साथी हो। त्यो पनि सुनाऊ, त्यो पनि विचार गर। अब आन्दोलन भनेको नेपालमा हुँदैछ। नेपाल र बङ्गलादेशलाई फोकस गरेर हुँदैछ। भारत उत्तराखण्ड, उत्तर प्रदेश अनि त्यहाँबाट पश्चिमका चाहिँ 7 वटा राज्यहरू। अब त्यो 7 वटा राज्यहरूको नाम मैले किन भन्नु पर्यो, तपाईँहरूले नि सर्च गरेर हेर्न सक्नुहुन्छ। मैले भनिदिएँ भने तपाईँहरूलाई सहज हुन्छ। हाम्रो चाहिँ पहिला कहाँसम्म पुगेको थियो, टिस्टा काँगडासम्म पुगेको थियो। त्यही सर्च गर्नुहोस्। ग्रेटर नेपालको अभियानमा लागेको त होइन म, तर ग्रेटर नेपाल हुन्छ। हाम्रो चाहिँ धर्मतन्त्र विद्यालय चलेको पृथ्वीनारायण शाहले तन्त्र विद्यालय चाहिँ चलाउनु भएको हो। यो तन्त्र विद्याबाटै नै हामी माथि गएका। हामीले पुजारी मगर किन राख्यौँ। अब पुजारी मगर मगर आज सङ्क्रान्ति हो दिन, सङ्क्रान्ति पनि मगर सङ्क्रान्ति हो, मगर सङ्क्रान्ति हो। हाम्रो चाहिँ अरू केही छैन। मगरहरू नै हाम्रा पुजारा भएको भएर बाहुन र यो जुन हिन्दू धर्म मान्नेहरू जति छौँ हामी बौद्धिस्ट, हामीले बुद्ध पनि मान्छौँ, हिन्दू पनि मान्छौँ। हामी चाहिँ जति छौँ नेपालीहरू हाम्रो चाहिँ त्यो छ। हामी आर्य संस्कार अनुसार हाम्रो चाहिँ इरानबाट सुरु भएर यहाँ आएको हो। त्यसमा दुविधा केही पनि छैन। हामी आर्य नै हौँ। आर्य र मङ्गोलियन 2 भागमा हुन्छ। तर हाम्रो चाहिँ बुद्धिस्ट र हिन्दू एउटै हो, केही फरक पर्दैन। बुद्ध भगवान हामी मान्छौँ, त्यो सबै एउटै हो। तर अब नुनको सोझो पनि गर्नुहोस्। अनि रवि लामिछानेलाई गृहमन्त्रीहरूले प्रस्ताव राख्दैछन्, सुशीला कार्कीले, त्यो पनि हेर्नुहोस्। अब नेपालमा प्रोडक्स आन्दोलन हुँदैछ। डलरका खेतीहरू त तपाईँहरूले बुझ्नु होला। मैले पनि डलर खाएर 5 वर्ष 6 वर्ष मुस्ताङमा बसेँ। म एनजिओ काम गरेर मैले अमेरिकाको नासाको चाहिँ NASA नासाको चाहिँ कार्यक्रम चलाउँथेँ। हाम्रो चाहिँ बोस भनेको अब अरेन कुमार पाण्डे, उहाँ अहिले समानुपातिकमा पर्नुहुन्न त्यो थाहा छैन। भर्जिनिया युनिभर्सिटीको परिस्थिति, हार्वर्ड युनिभर्सिटी पनि उहाँले टक्नु भएको हो। अब सागर ढकाल हुनुहुन्छ। सागर ढकालले अहिले एनजिओ चलाइरहनु भएको छ त साउथ अफ्रिकामा। उहाँ किन चाहिँ जानु पर्थ्यो, चुनाव लड्न किन जानु पर्थ्यो शेरबहादुर देउपासँग? गुल्मीको मान्छे किन जानुभयो त उहाँ अहिले किन आउनु हो बिचा? फेरि किन चाहिँ अफ्रिका जानुभयो? यहाँ टावरे जस्ता मान्छे चाहियो। जङ्गबहादुर जन्मेन, हाम्रा पृथ्वीनारायण शाह र जङ्गबहादुर जस्ता मान्छे जन्मेनन्, टावरे जस्ता मान्छे जन्मेनन्। त्यही भएर चाहिँ यहाँ चाहिँ अब हामीलाई दुविधा छ। गगन थापा र बालेनको पनि भविष्य छैन, मैले देख्दिनँ। हाम्रो हिन्दू धर्म अनुसार, हाम्रो संस्कार अनुसार यदि बालेन र गगन प्रधानमन्त्री भयो भने हृदय र राजा हुन्छन्। 75% चाहिँ क्रिस्चियन नेपालमा फैलियो, हिन्दू धर्म मासियो। यही हो साथी हो। अब नुनको सोचनी गर। नाकाबन्दी इन्डियाले गर्छ, त्यो पनि विचार गरेर 7 वटा राज्य इन्डियालाई हान्दैछ, तान्दैछ। आराकान आर्मी बर्मादेखि अनि त्यहाँबाट चाहिँ सिजन, चाइनाको सिजन प्रान्त हुँदै उज्बेकिस्तान, किर्गिस्तान
लगायत सबैको चाहिँ कार्यक्रम अहिले चाहिँ अमेरिकाले गरिरहेछ चलाइरहेछ। अब अफगानिस्तानमा एउटा बेस बनाउन खोजेको थियो, त्यो बेस पनि बन्न सकेन। त्यो बेस बन्न नसकेको कारणले गर्दाखेरि अहिले चाहिँ पाकिस्तानको जुन अहिले हाम्रो चाहिँ आर्मीको चाहिँ चिफ हुनुहुन्छ मुनिरलाई चाहिँ लिएका छन्। अब पाकिस्तानको पनि भविष्य मैले देखेको छैन, पाकिस्तानको पनि भविष्य नदेखेको भएर मैले चाहिँ अब यो अरू विषयमा बोलिनँ। यहाँ अब साइडमा अब यसो गफ भयो, अब साथीभाइ पनि आइहाले, त्यसले गर्दाखेरि म अहिले यसैमा रोकेँ है। ल हस्, अब नेपालको अवस्था गम्भीर छ, अब आन्दोलन हुँदैछ, सजग हुनुहोस्। अब नुन तेलको चाहिँ जो गर्नुहोस्। अब मैले भनेको कुरो त्यही हो। अब रवि आओस् बालेनास् मलाई मतलब छैन, भोलि चाहिँ यिनीहरूका पछाडि लाऊ भने तिमीहरू चाहिँ धोती नै टोपी हुन्छौ, त्यो चाहिँ बुझेर लाओ। अब त मैले जान्दिनँ अरू। ल मेरो यही हो भनाइ। ल नमस्कार।